त्यसले गर्दा मलाई धन्यवाद। कार्यक्रमको सञ्चालक अधिवेशन तथा 7औं साढसभाका अध्यक्षता गरिदिनुभएका हाम्रो आदरणीय दाजु, कार्यक्रमको गरम अतिथि, यस महानगरपालिकाको मेयर, विशिष्ट अतिथि र मेरा टिमका सम्पूर्ण टिमका साथीहरू र यस कार्यक्रममा उपस्थित हुनुभएका चितवनका सम्पूर्ण अस्पताल सञ्चालक कमिटीका पदाधिकारी साथीहरू, सर्वप्रथम म यो चितवन जिल्लाको चौथो अधिवेशन तथा 7औं वार्षिक साढसभाको अध्यय र सभ्य रूपमा सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु। साथै चितवन अफिसलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु, जसले आज 7 प्रदेशका पदाधिकारीहरू र केन्द्रीय समितिलाई सिङ्गो केन्द्रीय समितिलाई यहाँ निमन्त्रणा गरेर एउटा बागमती प्रदेशको महत्त्वपूर्ण एउटा चाहिँ यो ट्रान्जिट पोइन्ट एउटा हाम्रो चाहिँ हस्पिटल मेडिकल सिटीका रूपमा विकास भइरहेको भरतपुर महानगरपालिकामा उपस्थित गराएर निजी स्वास्थ्य क्षेत्रका बारेमा केही म्यासेज दिन खोजिरहेको छ। यसका लागि यो चितवन सिङ्गो समितिलाई, यसका अग्रज साथीहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र बधाई दिन चाहन्छु। पक्कै पनि हामीलाई थाहा छ, संसारको सबैभन्दा पिरमा भएको देशका, अविकसित देशका स्वास्थ्य क्षेत्रका हामी सबै मान्छे, यसमा प्राविधिक पनि छौँ, व्यवस्थापकीय मान्छेहरू पनि छौँ। प्राविधिक र व्यवस्थापनको दुवैको संमिश्रणको एउटा यो व्यावसायिक संगठनको छाता समर्थन गरेर नेपाल सरकारको नियम कानुन ऐनमा टिकेर नेपाल सरकारकै माताहतमा सञ्चालित निजी स्वास्थ्य संस्थाहरू, जो नेपाल सरकारले आफ्नो अङ्गका रूपमा एउटा सहयोगका रूपमा स्वीकृत दिएका संस्थाहरू, आज पनि हामीहरू गुनासो मात्रै गरिरहेका छौँ। यो गर्न चाहिरहेका छौँ, यो गर्न खोजिरहेका छौँ। हामीले यहाँ पुग्नु छ, हाम्रो स्वास्थ्यको सेवा यो लेभलमा पुर्याउनु छ भन्ने विषयमा हामीले छलफल गर्न सकिरहेका छैनौँ। म यो किन भनिरहेको छु आज भने, यो मौकाको सदुपयोग किन गरिरहेको छु भने, अघि पनि मेरो अग्रज प्रसादले भन्नुभयो, हामीले यो आजको अतिथि, प्रमुख अतिथि मेयर मात्रै पाएका छैनौँ। राज्य सञ्चालनको केन्द्रमा रहनुभएकी एउटा उदाउँदो एउटा महिला नेतृत्व र सिङ्गो देशको एउटा राजनीतिक नेतृत्व, मुद्दाको नेतृत्व गरिरहनु भएको रेणुका हालजी हाम्रो अगाडि हुनुहुन्छ र उहाँ युवाका उमेरका हिसाबले पनि हाम्रो उमेरसम्म भन्दा पनि अझ मेरो उमेरसम्म भन्दा पनि कान्छी हुनुहुन्छ जस्तो लाग्छ मलाई। त्यसकारण यो आजको दुनियाँको स्वास्थ्य, शिक्षा, सामाजिक सुरक्षा अथवा जे भनौँ, यो राम्रोसँग उहाँहरूले बुझ्नु भएको छ र बुझ्नुपर्छ भन्ने मान्यता उहाँको। दुनियाँमा, साउथ एसियामा संसारकै सबभन्दा सस्तो उपचार सेवा नेपालमा छ। छिमेकी मुलुक भारतमा जाँदाखेरि एउटा कन्सल्टेन्टले 1500 आइसीदेखि 3000 आइसीसम्म एउटा कन्सल्टेन्टको फी हुन्छ। आज हाम्रो वरिष्ठ डक्टरहरू जो प्र्याक्टिसमा 45 वर्ष हुँदा पुरा भइसक्दाखेरि पनि आज 950 भन्नु पर्ला हामीले बोलिदिनु 950 नेपाली। यो संसारको सबभन्दा पिरमा भएको विकास किन जोड्दैन? हामी विकासका हिसाबले पनि सबै स्वास्थ्यका हिसाबले पनि हामी संसारको सबभन्दा धेरै पिरमा छौँ, विकासका हिसाबले पनि हामी संसारको सबभन्दा पिरमा छौँ, आइक्यूका हिसाबले पनि आज हामी संसारको सबभन्दा पिरमा छौँ। यसकारण हाम्रा सबै कुराहरू पिरमा छन्। यसलाई माथि लानको लागि चाहिने भने राजनीतिक नेतृत्वको दृष्टिकोण इच्छाशक्तिले मात्रै गर्न सक्छ। तर आज हाम्रो देशको राजनीति आज गरी खाने मान्छेहरूलाई, यो देशका उद्योगीय व्यवसायहरूलाई, सफल मान्छेहरूलाई माफिया बन्ने एउटा चाहिँ डाइरेक्सन तयार गरिएको छ। जो सफल हुन्छ आफ्नो क्षेत्रमा, व्यवसायमा, पेसामा, त्यसलाई माफियाको हामीले प्रहरी दिन्छौँ र त्यसलाई जनताका बिचमा त्यसलाई चाहिँ तपाईँको गलत तरिकाले प्रचार गर्छौँ। हामी वितरणका धेरै कुरा गऱ्यौँ, मान्छेलाई उत्पादनमा जोड्ने र अथवा चाहिँ हाम्रो चाहिँ तपाईँको वितरण गर्नका लागि चाहिने चिजहरू हामीसँग हाम्रो भगारीमा सही छैन, हाम्रो ढुकुटीमा सही छैन, त्यो होइन। तर हामीले के भन्यौँ त भन्दाखेरि हामीले नारा मार्यौँ, गरिबीका नारा मार्यौँ। यो गरिबीका नाराभित्रको चपेटामा स्वास्थ्य र शिक्षा पनि पऱ्यो। यसै गरी आज स्वास्थ्य परेको छ। आज स्वास्थ्य यो देशमा चिकित्सा शिक्षा आयोगको नाममा राम्रो गर्छु भन्दै पनि आज यो देशमा चाहिँ तपाईँको चाहिँ नराम्रोसँग बिग्रिएर स्वास्थ्य धराशायी भएको छ। आज हाम्रो देशमा लेबर एक्सपोर्ट गर्ने देशले
कमसेकम नर्सहरू राम्रा मान्छेहरू बाहिर जाँदाखेरि तपाईँको राम्रो तपाईँको रेमिटान्स भित्री थियो, राम्रो पैसा पाउँदै टेक्निकल म्यानपावरले त्यो सारा देशभरका कलेजहरू हामीले चाहिँ एउटा तपाईँको चाहिँ हलो अर्काले बरु छुट्ने चाहिँ कार्यशैलीका आधारमा सारा हामीले चाहिँ प्राइभेट क्षेत्रका नर्सिङ कलेजहरू बन्द गऱ्यौँ, बिएससी पिएनहरू बन्द गऱ्यौँ, पूर्वाधार तयार गरेका मेडिकल कलेजहरूको चाहिँ तपाईँको कोटा घटाइने अथोरिटीहरूले चाहिँ भर्ना दिएनौँ र आज सारा मान्छेहरू बङ्गलादेश, बेङ्गलोर, चाइना, तपाईँको चाहिँ फिलिपिन्स देश दुनियाँमा पढ्न गएका छन्। तर धनको पनि चाहिँ हाम्रो चाहिँ धन पनि उठ्दै गयो र हाम्रो जनशक्ति पनि ड्रेन भइरहेको छ। यो गम्भीर विषयमा समीक्षामा गम्भीर समस्यामा जरुरी छ। यस कारण मैले कुरा यहाँ राख्न गइरहेको छु। हामीले भन्नै पर्ने हुन्छ जसले गर्दा हाम्रो देशको शासन प्रणाली अथवा राज्य सत्तामा न यो पुँजीवादी धारालाई प्रतिनिधित्व गर्यो, न समाजवादी धारालाई प्रतिनिधित्व गर्यो, न हाम्रो स्वास्थ्य शिक्षा समाजवाद उन्मुख छ, न यो पुँजीवादीमुखी छ। यो दुईटैको चेपुटामा परेर आज स्वास्थ्य बर्बाद भएको छ। यो बर्बादीको कारण राजनीतिक नेतृत्व हो। त्यसकारण हामीले यो मौकामा आग्रह गर्नुपर्ने हुन्छ यसमा सुधार होस् र यो दिशामा हामी अगाडि जान्छौँ। हाम्रो आन्तरिक समस्याहरू त धेरै व्यापक छन्, तर नीतिगत रूपमा राजनीतिक रूपमा समाधान नभएसम्म यसको समाधान छैन। हाम्रा आन्तरिक कुराहरू, हाम्रा भवनका कुराहरू, भूकम्प प्रतिरोधीका कुराहरू, बेलामा पानीको पर्दा नेपालमा खाता आउने कुराहरू, आइएनजिओलाई चाहिँ निर्देशिका बनाउन ल्याएर त्यो निर्देशिका कपी पेस्ट गर्ने डलर आइएनजिओले लाने, नेपालको चाहिँ तपाईँको चाहिँ स्वास्थ्य मन्त्रालयको बजेट आइएनजिओका मान्छेहरूले लाने, नीति निर्माण चाहिँ बेलायतको र युरोप र चाहिँ जर्मन र डेनमार्कको बनाइदिने र नेपालमा लाग्ने। यो हाम्रो भूबनोट अनुसार नेपालभित्र पनि हामी एउटै प्रकारको मिलाप गर्न सक्ने स्थितिमा छैनौँ। काठमाडौँको परिवेश एउटा छ, चितवनको परिवेश एउटा छ, डडेलधुराको धनकुटाको परिवेश एउटा छ, ताप्लेजुङको परिवेश एउटा छ, आज गणेशको परिवेश एउटा छ। यो स्थितिमा हामीले चाहिँ आफ्नै देशमा आफ्नो बाटो भूगोलमा एउटा चाहिँ त्यो नीति निर्माण गर्ने कुरा त कहाँ छ। हामीले आइएनजिओलाई चाहिँ हाम्रा निर्देशिकाहरू एक नियमहरू बनाउन दिन्छौँ, ठेक्का दिन्छौँ र ती ठेक्काहरू चाहिँ तपाईँको विदेशीहरूको कमिपेस गरेर हामीलाई यहाँ लादिन्छन् र त्यसैमा हामी जान्छौँ। एउटा ज्वलन्त उदाहरण तपाईँहरू म सानो कुरा दिन चाहन्छु। प्रदेशको चाहिँ स्वास्थ्य मन्त्रालयले के गरिरहेको छ त भन्दाखेरि तपाईँको एउटा बेड बराबर 500 पाउने र 6 जना बिरामीलाई एउटा नर्सले हेर्ने, 4 सिट हाम्रो त 3 सिट र एउटा चाहिँ अफुलाई 4 जना नर्स लाग्यो। त्यो नर्सलाई नेपाल सरकारको स्यालेरी अनुसार 25,000 दिनु भने 1,25,000 त एक महिनामा त्यो नर्सहरूको स्यालेरी मात्रै हुन्छ। पैसा हामी कति उठाउँछौँ त भन्दाखेरि सबै पेड छवटै पेड प्याक गयो भने दिनको 3,000, महिनाको चाहिँ 90,000 भयो। उठाउने 90,000 अनि हामीले स्यालेरी कति दिनुपर्ने 1,25,000। पानी कहाँ गयो, बत्ती कहाँ गयो, त्यो बेड कहाँ गयो, त्यसको सरसफाइ कहाँ गयो, ओभरहेड कहाँ गयो, ब्याङ्कको ब्याज, ब्याङ्कको लोन कहाँ गयो, यो सारा कुराहरू यस्तो खालको अव्यवहारिक हामीले नियमहरू बनाउँछौँ र त्यो लगाउँछौँ र जनतालाई के भनिदिन्छौँ भन्दाखेरि यी माफियाहरूले चाहिँ ठगेका छन् तपाईँहरूलाई, यिनीहरूले तपाईँहरूसँग कमाएका छन् भनेर जनतालाई वितृष्णा पैदा गरिदिन्छौँ। यो राजनीतिक न्यायसँग नबदलेसम्म न निजी क्षेत्रका संस्थाहरू मनाउनेवाला छन्। जबसम्म निजी क्षेत्रले तपाईँहरूसँग हातेमालो गरेर अगाडि बढ्न सक्दैन, सत्ता सफल गर्न सक्दैन। आज रोजगारीका हिसाबले तपाईँको चाहिँ ट्याक्सका हिसाबले पनि हामी सबभन्दा धेरै रोजगारी सृजना गर्ने र चाहिँ ट्याक्सका हिसाबले पनि सबभन्दा बढी यो राज्यलाई ट्याक्स तिर्ने संस्थाका रूपमा निजी अस्पतालहरू पर्छन्। यो दिशामा गम्भीर ध्यान जाओस् भन्ने कुरा यहाँको बिचमा राख्दै पुनः यो चितवनको चौथो अधिवेशन नयाँ कार्य समितिको समेत यहाँ चयन हुने कार्यक्रम भएको हुँदा आउने साथीहरू अत्यन्त डाइनामिक संस्थाको हितका लागि संस्थागत निर्णय गर्न सक्ने र यो हाम्रो क्षेत्रमा भएका व्यक्तिहरूका विरुद्धमा पोलिसी लेभलमा चाहिँ लबिङ गर्न सक्ने र यो चाहिँ स्वास्थ्यका जुन हाम्रो चाहिँ गतिविधिहरू छन् त्यसलाई सही ट्र्याकमा लाने एउटा सबल डाइनामिक नेतृत्व निर्वाचित होस् भन्ने सधैँ शुभकामना दिँदै मेरा भनाइहरू यहाँ गर्छु। हवस्, जय अपिल।